Hi guys. के हो नि यो? Sneakers. कसले दिएको ब्लेसी? Maiju. Did you want to say thank you? Thank you, Maiju. Thank you, Maiju. ल खाऊ first. फुल देखाइदिन्छु ब्लेसीलाई। नदौडा न तिमीहरू। आज ब्लेसीको बर्थडे थियो। हामी चाहिँ चर्चबाट घर जाँदैछौँ। अनि गर्मी छ। अलिअलि गर्मी। अनि के ब्लेसी? आज के छ ब्लेसीको प्लान? के छ ब्लेसीको प्लान? Cake cutting. के काट्छौ? खोकी लगाइरहेको चाहिँ कसरी केक काट्छौ हो? अब बाहिरको मोमो भाइले खान सक्दैन। चिचिमाम खान्छौ? बनाइदिनु। यस अब कति दिन भयो चिकन खान सकेको छैन। खाऊ है चिची अब के पनि हुन्न। बर्थडेको दिन त चिचिमाम खानुपर्छ नि त। कति राम्रो ठाउँ है यो। दोस्रो हामी कहाँ आएको? पिकनिक बेग किन ल्याएको दोस्रोले? फाइलहरू राख्नुभयो? फाइल राख्नुभयो? This video is for daddy. अब यस पकड त यो अगाडि जाउँ। यो त भइरह कुन ठाउँ अरे? किशोरपुर एरिया। Wisma, God bless you. Yeah, happy birthday to you. Lawa 9. सँगै बस रोकाइ। ल गर। त्यस्तो गर्नुहुन्न कहिले पनि। डेन्जर रहेछ नि। म दिदीको मात्र होइन भाइको पनि बर्थडे मोबाइल पनि पाइदिन्छौ चक्लेट हो पुऱ्याउँदा यसरी चाहिँ बच्चाहरूको बर्थडे सेलिब्रेसन भयो। सर्ट एन्ड स्विट। दिस इज आवर बर्थडे सेलिब्रेसन है। हाई गाइस, मेरो दिदीको बर्थडे हो आज। अनि हामीले सेलिब्रेट गर्दैछौँ। अनि अहिले चाहिँ हामी केक खाँदैछौँ। अनि हजुरलाई अहिले पछि बर्थडेको फोटोहरू पठाइदिन्छु। बर्थडे गर्ल यस्तो छ पारा पारा चर्चबाट आएको भो तेरा तो गेम बजाना अगाडि केक म त बाई गर्दिन। कैसा लगा मेरा मजाक? प्लेटमा राखेर खाऊ न खान्छ खाना। मैले पनि आफै लगाउँछु। नलगाऊ स्किनमा उफुर हुन्छ। ल भयो अब यसरी चाहिँ सेलिब्रेट नगरे पनि केक चाहिँ काटियो। अनि मेरो छोरीले यो ट्रेन्डिङ देखेको रहेछन् कता कता। अनि त्यो ट्रेनिङ गर्दैछिन् उसले त भिडियोमा देखे जस्तै। अनि भाइले उसलाई पुरै हेल्प गर्छ। यस्तो
भिडियो बनाउनलाई। जसमा इज भेरी हेल्पफुल है, भिडियो बनाउनमा उसले सहायता गर्छ दिदीलाई। अनि यसरी चाहिँ प्रेसीले बर्थडे बनायो। खाना पाक्दासम्म चाहिँ खाना पनि पाक्दै थियो। उनीहरूको फेभरेट मोमो पनि पाक्दै थियो। बाबु चाहिँ यहाँ बसेको छ। कहाँ चढेछस्? कैसा लगा मेरा मजाक? अनि अघि भर्खरै के खाएको होइन? हेर न, मोबाइल बन्द गरिदियो भने मेरो छोराको चर्ती कला हेर्नुहोस् है गाइजहरू। तल झर त बर्थडे हो है। तिम्रो बर्थडे हो भाइ, एक्साइटेड किन हुन्छ होला यति धेरै? किन तिमी कहाँ चढेर आएको जसो भर्खरै? कहाँ चढ्यौ? ब्लेसीलाई सबैभन्दा के बर्थडेमा के गर्न मन लाग्छ? चकलेट बाँड्नु। कसलाई चकलेट बाँड्न मन लाग्छ? स्कुलको साथीहरूलाई, चर्चको साथीहरूलाई। त्यो चाहिँ तिम्रो फेभरेट पार्ट हो? हेलो मङ्की आएछ हाम्रो पछाडि, चाहिँ बनाना ल्याएर देऊ। मङ्की आएछ, बनाना ल्याएर देऊ। नगर अड्किन्छ त्यहाँभित्र। यस, मलाई चाहिँ भन्न मन लाग्छ कि आज जसको बर्थडे छ त्यसलाई पनि ह्याप्पी बर्थडे। के छ ठुलो मान्छेको होला नि बर्थडे, कि बच्चाको हो कि अरू ठिकै छ। ठिकै मात्र छ। जसले हिजो के दिएको तिमीलाई? क्ले चार्ट पेपर। भाइले चाहिँ पैसा लिएर चाहिँ बाबुले चाहिँ दिदीको बर्थडे भनेर चाहिँ उसले लिएर अनि चार्ट पेपर किनेर ल्याएर दिएको। किनभने त्यसले कोर्न मनपर्छ नि त, त्यही भएर। अनि बेसी पनि भक्ख पर्दैछ। मैले त सोचेछु योपालि के अरे ब्लेसीको बर्थडे मनाइहाल्यो होइन, जसो तसो। जसको बर्थडे चाहिँ नमनाउने, बर्थडे नमनायो भने के हुन्छ? जसमा मजा आउँछ। के 6 वर्षै हुन्छ होइन? अनि यति बुढो हुन्छ। अनि जे भने त्यही मान्छ मम्मीले। सधैँ भन्नु। अनि बर्थडे बनाउँदै बस्नु। मेरो छोराको भनाइ चाहिँ के छ भने बर्थडे नमनायो भने जति वर्ष छ त्यति वर्षै भइराखिन्छ। मलाई हिजो भन्दै थियो। अनि बाबुको बर्थडे चाहिँ जाँचमा आउँछ। अनि बर्थडे मनाएन भने चाहिँ त्यो एज चाहिँ त्यही स्टेबल हुन्छ भन्न खोजेछ कि उसले। अनि कति पनि होइन, के भन्छ अनि बाबुले? भन्छ कि बर्थडे नमनायो भने म त 6 वर्षकै 6 वर्षै रहन्छु अनि बुढो भइहाल्छु। 10 घन्टा गर्दै उनीहरूको नास्ता पनि पाक्यो। नास्ता खायौँ नानीहरूले। अनि बर्थडे चाहिँ खासै सेलिब्रेट भएन। हामी 3जना मात्र बसेर यसरी सेलिब्रेट गऱ्यौँ हामीले बर्थडे। नानीहरू पनि इन्जोय गर्दै थियौँ। उफ्रिँदै गर्मी पनि भइरहेको थियो। अलिकति वेदर पनि चेन्ज हुँदैछ यहाँ। अनि फेरि केही समयपछि 2-4 घन्टापछि फेरि म्यास गर्दै केक खाँदैछौँ। खानाभन्दा बढी चाहिँ म्यास गरिरहेछौँ। जाउँ भनेको चाहिँ फोटो चाहिँ खिच्न पारेन। अनि उसको भाइले चाहिँ, उसको ब्लेसीको भाइ जोसुवा चाहिँ क्यामराम्यान हो। यसरी दिदीलाई चाहिँ उसले भिडियो बनाइदिँदैछ। अनि एकदमै राम्रो पनि आएको रहेछ। मैले पछि हेरेर मन पनि पर्यो। मैले अपलोड पनि गर्दैछु है। अनि उसलाई चाहिँ एकदम आउँदो रहेछ है। मैले पनि पछि हेरेर एकदम सक भएँ। थ्याङ्क यू सो मच गाइज फर वाचिङ।